हेलो एभ्रिवान आफ्टर लङ टाइम पछि फेरि फास्टरको भ्लगमा सबैले स्वागत छ। आज चाहिँ हामी यता मङ्गलबार आएको थियौँ अडिबुद्ध दाइकोतिर अनि दाइको आज चाहिँ सुट छ भनेर चाहिँ हामी चाहिँ सुटमा निक्लिँदैछ। आउँदैछ ग्याङ 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 सबलाई फास्ट फास्टको भ्लगमा स्वागत छ है। के हो भाइ भ्लग हो होइन भ्लग हो केपी ग्याङ। सो गाइस अब चाहिँ हामी यहाँबाट नि निक्लिसक्यौँ। हामी चाहिँ अब सुटको अगाडि जाँदैछौँ। सबजना रेडी भएर हिरो भएर निक्लिँदैछ तर सुहान जतिको चाहिँ छैन। हेर नि हजुर सिन पनि आज जस हामी निलो आकाश हेर्दै। दाइ सुन्नु न अघि मैले बाटोमा 3जना केटी देखेको थिएँ क्या राम्री थियो क्या। उनीहरूले मलाई जिस्कायो तर मैले जिस्काएन क्या दाइ किनकि त्यो बेला पारामा थिएँ होइन। म सुन हिजो हिँडिरहेको थिएँ होइन ठ्याक्क यहाँदेखि चोकसम्म गयो 3टा केटी बाटो ल्याक्क लडो हेन्सम छु नि त अनि फेरि यसै केटा फेरि चोकदेखि उता गएको 3जना हेरेके गर्छ ला माथि म खतरै बसिरहेको यस्तो हेन्सम भनेर तलदेखि मासु फिर्सा फेर च्यानल आउनु होइन होला के हो बाह्रमा थिएँ दाइ अहिले त लाउनु भएको छ नि चेन्ज हेर्नु है मजाले है दाइ मजाले दाइ बा अहिले पनि चेन्ज लाउनु भएको छैन। भाइले गीत गर्ने बानी यसको नराम्रो छ यो तर ठिक होइन छ के हो ओइ यता साथी भुइँ हेर्दै हिँड है भुइँ हेर्दै हिँड है। अस्ति मेरो लागि ठाउँ हो नि अहिले पैसा भेटिन्छ नि सिक्री भेटिन्छ फेरि हो केटा हो भुइँ है भेटिहाले त मैले त्यही हेर्ने भेटेको हराइहाल्छ यहाँ छ भोलाको खोल आशिका दिदी तपाईँ कहाँ हुनुहुन्छ? आशिका दिदी के हो यो बोरे बोर छ त नि यहाँ त के हो दिदी यो के हो यहाँनिर आशिका दिदीको जरुरत परे जस्तो छ। आशिका दिदीलाई हार्दिक निमन्त्रणा गर्न छु यो ठाउँमा टाउकै जुटेछ मुदीको त ला टाउकै गयो भने जस्तै टाउकै जुट्यो भने 5 सेकेन्ड ड्याङ 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 हाम्रो चाहिँ सुट हुँदैछ है। ल्याम 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 म्याचिङ ल्याम 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 यो सुट भइरहेछ यहाँनिर 2टा RX 100 छ है 2टा लोकल भाइब रक्सिलो अस्ति सुजदोको भाइ दाइ हो फेरि त्यही हेर न त्यहाँ पारा दिएको अर्कोले फेरि पारा दिँदैछ त्यहाँनिर। केटा के छ तयारी राम्रो छ राम्रो हुँदैछ एकदम। अनि हामी खटिरहेको छौँ यत्तिकै बसिरहेको छौँ सोच्नेहरूलाई चाहिँ म केही भन्न सक्दिनँ। रेडी भयो ल हाम्रो ल अब हामी चाहिँ यहाँबाट हाम्रो लगभग आधी सुट सकाएर हामी चाहिँ अब घर पनि जानुपर्ने हुन्छ। ल मेरो दाइ ल निक्यौँ ल ओइ खतरा काम भएको छ फास्टर पनि गीतको भएको छ मेरो पनि बल भिडियो आउँदैछ बल अब हनुमान काइन जतिको त होइन फेरि बल आउँछ अब बिस्तारै बल आउँछ केटाहरूले थाकेर बसिरहेछ के छ साथी केटाहरूले हान्दा गरेर थाक्दैन त नि कति हाने दाइ केटाहरूले हान्दा गरेर थाक्दैन त दाइ कति भारी 3 घन्टा जसमा हान्यो नि लगातार मैले कुदेको त्यो उयसमा त ऋतिक रोशन पनि फेल हो क्या ऋतिक रोशन फेल तर फास्ट छ नि जिन्दाबाद अरे अहिले चाहिँ म चाहिँ घर पनि आइसकेँ। कालुपुरको डन हेर नि कालुपुरको डनलाई के छ कालुपुरको डन साह्रो भाउ खोज्छ है हाम्रो कालुपुरको डनले त ल्या कुन खाले सुतायो फेरि ओइ सुत्ने तरिका त निदाइ पो आएछ अर्को त के छ ठिक छ भनिदिनु न के छ ए अर्कोले फेरि गोरी हुनुलाई आम्मा पाउडर टाउकै लगाइसकेको छ हेर नि त गोरी हुनुलाई नक्कली ओइ आर्मीहरूको हेर न पारा हाल त्यहाँ डनरको ओइ आम्मामा मुखै भोरि हालेर बोल्नु नसकी बोल्दै रहेछ अन्त गालीहरू त के छ कालुपुरको डन ल यस्तै छ कालुपुरको डनहरू चाहिँ यहाँ हाम्रो यहाँ क्युट मान्छेहरूलाई त के साह्रो क्युट हुनु मन लागेको हो नि सबै पाउडर दलेर हेर न म नि बच्चामा यस्तै त्यही भन्दैछ घाँची डनले फेरि
पनि यहीँनिर छु है कमेन्ट गर्दा हुन्छ चिक्सहरूले मन पराएमा नि हुन्छ के हो कालो पुल आयो भेना टाढै पुगेर हाम्रो यता आर्मी दिदी आजको टिकटकको कमाल त्यहाँ हेर्नु त अनुहारमा पसिना टिकटक बनाएर यहाँनिर दिदीले आजको दिदीको काम टिकटक बनाएर भर्खर हाम्रो दिदीका आर्मी हो फेरि 30 पारामा डान्स हान्दिँदै हुन्छ कालो पुल भाइरल हुन्छ अब कालो पुलको हजुरी कालो पुलको गाजा खाने म यो अनि सक्छ सक्दैन होइन अनि ल एउटा डायलग हान्दिनँ नि त के हान्नु हान्दिनँ जे भए पनि लौरो पारामा थियो भनिदिनु नि त 12 मासे होइन होला के हो 12मा थियो होइन हो पारामा थिए ल साथी